सम्पन्न गर्ने सर्दे प्रशिक्षकज्यू र सबभन्दा पहिला यो राष्ट्रिय सेवा दलमा सहभागी हुने भाइ बहिनीहरूको का आमा बुवाहरूलाई म धन्यवाद दिन चाहन्छु। उहाँहरूप्रति म आभारी पनि छु र आफ्ना छोराछोरीहरूलाई राष्ट्रप्रति समर्पित गराउनका लागि यो पहिलो खुड्किलोमा तपाईहरूले उभ्याउनु भएको छ। राष्ट्र रहे बल्ल हामी रहने हो। राष्ट्रिय भावनाले ओतप्रोत भएका अत्यन्त महत्त्वपूर्ण गीतहरू, राष्ट्रिय गीतहरूमा, राष्ट्रिय एकताका कुराहरूमा यहाँ धेरै कुराहरू भाइ बहिनीहरूले परीक्षणका क्रममा देखाउनु भएका जुन क्रियाकलापहरू छन् त्यो हाम्रो लागि मार्गदर्शककै रूपमा छ। अहिले खास गरेर अहिलेको युगमा राष्ट्रप्रति मान्छेहरूले घृणा उत्पन्न गराउने धेरै गतिविधिहरू पनि हामीले गरेको देख्छौँ र हामीले त्यो गतिविधिलाई रोक्नका लागि पनि यस्ता राष्ट्रिय सेवक कर्णधारहरू जसले राष्ट्रलाई मलजल गर्ने र राष्ट्रलाई राम्रो बनाउने, सुन्दर बनाउने, नेपाल पनि विश्वको एउटा उत्कृष्ट मुलुक हो, यस मुलुकलाई हामीले राम्रो बनाउन सक्छौँ भन्ने जुन भावनाले तपाईहरू लाग्नु भएको छ, यसका लागि म तपाईहरूप्रति पनि म आभारी छु, कृतज्ञता व्यक्त गर्न चाहन्छु। र विदेशी व्यक्तिहरूले नेपालीहरूलाई भन्छन् अरे सुनको कटौरामा भिख माग्ने देश कुन हो भन्दा नेपाल हो भन्ने नेपालीहरूलाई भन्ने गरेको हामीले सुन्छौँ। किनकि नेपालीहरू यति धनी छ, जुन प्राकृतिक स्रोत साधनहरू यति धेरै छ, ती प्राकृतिक स्रोत साधनहरूलाई हामीले उपयोग नगरेर हामी अर्काको देशमा सँग आश्रित हुनु परेको छ, माग्नु परिरहेको छ। त्यस कारण पनि हामी दुखी छौँ र अब यस्ता युवाहरूले जुन राष्ट्रको नवनिर्माणमा तपाईहरूले एउटा इँटा थप्ने जुन प्रयास गर्नुभएको छ, अहिलेदेखि नै अहिले तपाईहरू 10 क्लास पढ्ने विद्यार्थीहरू स्कुलमा पढिरहँदा पढाइका साथसाथै यो अतिरिक्त क्रियाकलाप अन्तर्गत राष्ट्रिय सेवा दलको कार्यक्रममा विद्यालयमा धेरै कुराहरू तपाईहरूले सिक्नु भएको छ। तपाईहरूले देशलाई हामी सबै मिलेर, चे पहाड होस्, चे हिमाल होस्, चे तराई होस्, चे मेची होस्, चे महाकाली होस्, चे जुनसुकै जातिको होस्, जुनसुकै धर्मको होस्, हामी एउटा परिवारका सदस्य हौँ भन्ने भावना पनि व्यक्त गर्नुभएको छ। त्यस कारण पनि तपाईहरूको भविष्य उज्जवल छ। भोलिका दिनमा तपाईहरूले हरेक गर्ने क्रियाकलापहरू राष्ट्रको लागि अत्यन्त महत्त्वपूर्ण रहनेछ। तपाईहरूले समाज निर्माणका लागि देखाएको बाटोमा अरू भाइ बहिनीहरूले पनि साथ दिएर अगाडि बढ्यो भने मुलुकलाई स्वर्ग बनाउन सकिन्छ। जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी त्यसै भनिएको होइन, यो धेरै यहाँका विद्वानहरूले सम्झेर बुझेर भनेको हो। त्यसकारण हामीले मातृभूमिलाई सम्झेर हामीले प्रार्थना गर्नुपर्ने, माटोलाई सम्झेर जहिले पनि माया गर्नुपर्ने, देश बनाउनका लागि दृढ सङ्कल्पताका साथ अगाडि बढ्यो भने मुलुक राम्रो बन्न सक्छ। जुन मुलुकमा भएका नकारात्मक कुराहरू हटाउन सकिन्छ। त्यो आज पर्वा माविको यस प्राङ्गणमा तपाईहरूले लगभग 90 दिनको तालिमहरू लिनुभएको छ। बाँकी 21 दिन शक्तिखोरमा गएर दिने भन्ने मैले बुझेको छु र तपाईँहरूले त्यो लिइसकेपछि, तपाईँहरू निश्चित भइसकेपछि भोलिका दिनमा तपाईँहरूलाई देखेर पनि अरू दाजुभाइ दिदीबहिनीहरूले आफ्ना सन्ततिहरूलाई, आफ्ना छोराछोरीहरूलाई राष्ट्र सेवक सेवा दलमा समाहित गर्ने र भोलिका दिनमा राष्ट्रप्रति समर्पित भएर काम गर्ने हौसला प्रदान गर्नेछ। यस अर्थमा सबै